गाइज वेलकम टु माई न्यू ब्लग। अनि सबैजनालाई होलीको शुभकामना भन्न चाहन्छु। आज भाइहरू मिलेर र दाइ मिलेर घुम्न जान लाग्छु। अब कहाँ जान्छु हेर्नु लागेको छु। गाइज फाइनली भाइहरू पछाडि आउँदै मस्तसँग हामीहरू गाइज फाइनली हामीहरू त्यहाँ भन्नुभन्दाखेरि खुट्टिया छैन बाटोतिर आइसकेको छु। हामी अगाडि आज नयाँ सुटिङ गर्दैछु अगाडि गाइज फाइनली हेर्नु गाइज फाइनली हेर्न सक्नुहुन्छ यहाँतिर न लाइट छ न केही छ गाइज। यहाँतिर चारैतिर केही छैन मान्छेहरूको बस्तीतिर गाइज भन्नुलाई पछाडि हामीले हेऱ्यौँ तर केही खासै राम्रै लागेन क्या त्यहाँ भन्नु भन्दाखेरिमा न लाइट न केही मान्छेहरू यस्तै बसेको थियो। अलि हेर्दाखेरि आफूलाई पाहाडको याद आयो तर भन्नु भन्दाखेरि अझ यहाँतिरको गाइज यो भाइ पब्जीको प्लेयर भाइ नि हेर त तिमी भाइ पब्जीको प्लेयर हामी कहाँ आइसकेको छु भाइ भन्दै त दर्शकहरूलाई हामी यो काच्छे बाह्र आगे भन्न लाग्छ तर हामी आउनु खास गरी आयो भनेको चाहिँ भलै फाइनली नै हेर्न सक्नुहुन्छ। मेरो भाइ नआएर गइसकेका छन्। अब जेनिस भाइ गाइज फाइनली हामीहरू भल्कादेखि नआएर चाहिँ हामीहरू निस्किसकेका छौँ। भाइहरू आदि अगाडि पुगिसकेका छन्। हामी चाहिँ म बिस्तारै फ्रेस हुँदै जान लाग्छु। त्यहाँ मस्त मजा आयो आज नआएर चाहिँ यहाँतिर आएर आज स्पेसल होली भयो के भनौँ भाइहरूसँग मस्तसँग पुगिसकेका छु। यहाँ भन्नु भन्दाखेरि हामी त्यहाँदेखि पुगेर मेरोहरू ल्याएर सक्नुहुन्छ यहाँ नआएर मस्त भइसकेको छ गाइज। ल हामी त्यहाँदेखि आइदिएका छौँ। अहिले अब राकेश भाइले स्कुटी लगाइसकेका छन्। यहाँ हामीहरू चाहिँ अब निस्किन्छु स्कुटी चलाएर मस्तसँग। ल गाइज फाइनली हामीहरू चाहिँ अब जान लाग्यौँ भल्कादेखि मस्त अगाडितिर न। ल भाइहरू पनि सब रेडी बसेका छन्। जान रेडी हो त भाइजनालाई रेडी हो तिमीहरू? ल बस्नु नि त बस्ने भाइ ल गाइज हामीहरू निस्क्यौँ अब अगाडितिर भिडियो चार्ज कम छ भिडियो कमाउनु सक्छ गाइज। ल बाई बाई। ल गाइज फाइनली हेर्न सक्नुहुन्छ हामीहरू यहाँ जङ्गलभित्र आइसक्यौँ। यत्रो बाटो घुमिसक्यौँ। यहाँ अहिलेसम्म बाटो अगाडि हामी बाटो भुल्ने जस्तो छौँ तर एकछिनमा अगाडि पुग्छौँ हामीहरू गाइज। ल फाइनली यहाँ जोकरतालको बाटो पुगिसकेका छौँ। यहाँ हामीहरू अघि त्यो बाटो गएको थियौँ अहिले यो बाटो आएको नमुना भाइहरू अगाडि पुगिसकेका छन्। हामी कस्तो लाग्यो त भाइ आजको यो ट्रिप? राकेश भाइले कस्तो लाग्यो? गाइज फाइनली हामीहरू यो जङ्गलबाट फाइनली क्रस गरिसकेका छौँ। न्याय पुगिसक्यो जोकरतालको बाटो। अघि हामी त न्याय यो बाटो गएको थियौँ। फाइनली घरतिर जाउँ भनेर आज रमाइलो भयो जे होस्। फाइनली हामीहरू घुमेर चाहिँ यहाँ नास्ता खाना बसिसकेका छौँ। राकेश भाइले चाहिँ समोसा खायो अनि झोलचाउमिन चाहिँ खाना मानेन। हामीहरूले चाहिँ सब 5-6 जनाले झोलचाउमिन मगायो। यो भाइ मात्र बाँकी रह्यो। कस्तो लाग्ला?